हाम्रा जीवित परमेश्वरलाई धन्यवाद भएको होस्। विशेष गरिकन आजको यो पवित्र विवाह समारोहमा स्थानीय मण्डलीका हाम्रा आदरणीय धर्मगुरु हाम्रो गुरुबालाई, साथै मण्डली परिवारलाई र यसै गरिकन यस समारोहमा पाल्नुभएका दुला पक्षका साथै दुलाई पक्षका आफन्त, इष्टमित्र, नातागोत साथै गरिकन मण्डली परिवारहरू र अन्य मण्डलीबाट वा भद्र समाजबाट पाल्नुभएका सबै जनालाई म यहाँहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। साथै गरिकन यो पवित्र विवाहलाई शुभेच्छा प्रकट गर्नका निम्ति, शुभकामना दिनका निम्ति र उहाँलाई आशीर्वाद दिनका साथसाथै साक्षी बन्नका निम्ति पनि यहाँहरू पाल्नु भएको छ। यहाँहरूलाई म हार्दिक धन्यवाद भन्न चाहन्छु। विशेष गरिकन अहिले हामी यो समयमा छौँ र यो समय अत्यन्तै सुखद र आशिषमय समयमा छौँ। त्यस कारणले गर्दा म तपाईँहरूलाई धन्यवादको साथसाथै ख्रिस्टीय अभिवादन साथै गरिकन जय मसीह, नमस्कार भनेर म यो समय सम्बोधन गर्न चाहन्छु। हामीले हिजोको मगानीको दिनमा पनि साथै गरिकन अहिले हाम्रो आदरणीय पास्टर बाउले उहाँले करार बाँध्नुभन्दा अगाडि पनि केही वचनका सन्देश शिक्षाहरूलाई उहाँले अगाडि नै प्रस्तुत गरिसक्नु भएको छ र यो समयमा पनि तपाईँहरूको बिचमा केही कुरालाई एउटा असल वैवाहिक जीवनको निम्ति कसरी आशिषमय बन्न सक्छ, फलदायी बन्न सक्छ र आरोग्यताको साथमा कसरी जीवनलाई अगाडि बढाउन सकिन्छ भन्ने प्रकारका कुरालाई, यो कतिवटा कुराहरू परमेश्वरको वचन सबभन्दा आदि परमेश्वरको वचन हो, त्यसपछि गएर हाम्रो आफ्नै जीवनशैली हो र हामीले आफूलाई कसरी प्रस्तुत गर्ने भन्ने प्रकारको कुराहरूमा आफैले आफूलाई ढाल्दै लग्ने, ख्रिस्टको स्वरूपमा बनाउँदै निर्माण गर्दै जाने भन्ने कुरा आफैमा रहन्छ भन्ने कुरालाई पनि म ल्याउन चाहन्छु। धेरैवटा कुराहरू व्यवहारिक पक्षका कुराहरू चाहिँ हामीले सिक्दै जाने कुराहरू पनि रहन्छन्। ती कुराहरूको सम्बन्धमा तपाईँहरूको बिचमा केही कुरा राख्न चाहन्छु। विशेष गरिकन हाम्रो नानी जेरिना, साथै गरिकन र ज्वाइँ साहब उहाँको निम्ति यो वचन सेवकाई, साथै गरिकन हामी आफै पनि वैवाहिक सम्बन्धमा बाँधिएका व्यक्तित्वहरूको निम्ति पनि यसले तपाईँहरू मलाई कतै न कतै ऊर्जा शक्ति कुराहरू निर्माण बनिनको निम्ति यसले हामीलाई सहायता पुग्नेछ। साथै गरिकन जतिजना वैवाहिक सम्बन्धमा रहनु भएको छैन उहाँहरूको निम्ति एउटा शिक्षाप्रद कार्य हुनेछ भन्ने कुरालाई महसुस गर्दै र विवाह चाहिँ परमेश्वरलाई सुरु गर्नुभएको भन्ने कुराको कुनै दुविधा छैन र विवाह चाहिँ परमेश्वरले सुरु गर्नुको साथसाथ यो पवित्र व्यवस्था पनि हो। बाइबल अनुसार विवाह चाहिँ मानिसबाट होइन, तर यो चाहिँ मानिसको सोचबाट नभइकन परमेश्वरको योजना र परमेश्वरले स्थापना गर्नुभएको हो। त्यस कारण विवाह चाहिँ एउटा ईश्वरीय वरदान हो भन्ने कुरालाई तपाईँहरू मैले लिन सक्नुपर्छ। अब तपाईँलाई म केही वचन खण्डहरू साथै व्यवहारिक कुराहरूको सम्बन्धमा पनि केही कुराहरू तपाईँको बिचमा राख्न चाहन्छु। विशेष गरिकन तपाईँ र मैले बारम्बार हामीले उत्पत्तिको पुस्तक 2को 18 पदलाई हामीले सुनिसकेका छौँ र हामीले उत्पत्तिको पुस्तक 2कै 23-24 पदलाई पनि हामीले सुन्दै थियौँ। म तपाईँहरूको बिचमा मत्तीको पुस्तक 19 अध्यायको 4देखि 6 पदलाई यहाँको बिचमा ल्याउन चाहन्छु। वचनले विवाहको सम्बन्धमा परमेश्वरले कसरी सुरुवात गर्नुभयो भन्ने सम्बन्धलाई यहाँनिर जोड दिन चाहनु भएको छ। विवाहमा अवश्य पनि एकजना कुमार केटो साथीकन कन्या कुमारी केटी हुँदछ। तपाईँलाई मलाई थाहा छ उनीहरूको बिचमा पवित्र विवाहका कुराहरूलाई हामी त्यसलाई ग्रहण गर्न सक्छौँ। विवाह धेरै प्रकारका छन्, म ती कुरालाई लग्न चाहन्न, तर परमेश्वरले कसरी त्यो विवाहलाई जोड्नुभयो यसको बारेमा तपाईँहरूको बिचमा राख्न चाहन्छु। यसरी लेखिएको छ, तर उहाँले भन्नुभयो के तिमीहरूले पढेका छैनौ कि सृष्टिकर्ताले तिनीहरूलाई सुरुमा नै नर र नारी गरी बनाउनु भयो र भन्नुभयो यसै कारण मानिसले आफ्ना बुवा र आमालाई छोडेर
आफ्नै पत्नीसँग मिलिरहन्छ र ती दुईजना एउटै शरीर हुनेछन्। अब दुई होइनन्, एउटै शरीर हुन्छन्। यसकारण परमेश्वरले जसलाई एकसाथ जोड्नु भएको छ त्यसलाई कुनै मानिसले नछुट्याओस्। आमेन। परमेश्वरले आदिम कालमा नर र नारी गरेर उहाँले बनाउनु भयो। त्यो पनि उहाँले आफ्नै प्रतिरूप अनि स्वरूपमा सृष्टि गर्नुभयो र उहाँले यसरी भन्नुभयो कि नर र नारीलाई बनाउँदै गर्दा मानिसले चाहिँ आफ्नो बुवा र आमा दुवैलाई छोडेर के हुन्छन्, पत्नीसँग मिलिरहन्छन्। पत्नीसँग मिलिराख्ने कुराको सम्बन्धमा यहाँ उहाँले बताउनु भएको छ। यो पति र पत्नीलाई चाहिँ देख्दै गइराख्दाखेरि चाहिँ दुईजना भनेर हामी यहाँ सम्बोधन गरेको पाउँछौँ। यो दुईजना चाहिँ के हुँदैछ, एउटा पति पत्नीको बिचमा दुईटालाई चाहिँ परमेश्वरले एउटै शरीर हुनेछन् भन्नुभएको छ। आमेन। अब दुईजना फरक व्यक्तित्वलाई उहाँले एक शरीर भनिकन सम्बोधन गर्नुभएको छ। त्यति मात्र नभइकन दुईजना चाहिँ एउटै शरीर हुन्छन् भनेर उहाँले भन्नुभयो र त्यसमा पनि के भन्नुभएको छ भन्दा परमेश्वरले जसलाई जोड्नु भएको छ, एक तुल्याउनु भएको छ, त्यसलाई चाहिँ कुनै मानिसले चाहिँ नछुट्याओस्। प्रियहरू, यहाँ एक प्रकारको तपाईँ र मलाई सहजकर्ताको मिलाउने व्यक्तित्वको रूपमा तपाईँ र मलाई भन्नुभएको छ। परमेश्वरले जोड्नु भएको सम्बन्धलाई टुक्र्याउने, फुटाउने, उनीहरूलाई सम्बन्ध विच्छेद गर्ने अधिकार तपाईँ र मेरो होइन र छैन पनि। अघि नै मैले भने हामी शुभेच्छा प्रकट गर्न, शुभकामना व्यक्त गर्न, आशीर्वाद दिन र प्रार्थना गर्न र साक्षी बन्न आएका हौँ। त्यस कारण गर्दा यो वचन खण्ड अनुसार कसैलाई यो अधिकार छैन। यसै गरिकन बाइबल पवित्र शास्त्रले फेरि पनि केही कुरालाई यहाँ बताएको र म ल्याउन चाहन्छु। उपदेशक पुस्तक 4 अध्यायको 9 देखि 12 पदलाई पनि तपाईँ बिचमा ल्याउन चाहन्छु। त्यसपछि म केही बाइबलका खण्डहरूद्वारा अझै पति वा पति र दुवैजनालाई कसरी परमेश्वरले एउटा व्यावहारिक शिक्षामा, व्यावहारिकतामा आफ्नो जीवनलाई एउटाले अर्कालाई स्वीकार गर्ने, एउटा नमुना योग्य जीवन जिउने, साक्षीको जीवन जिउने भन्ने सम्बन्धमा फेरि पनि तपाईँ लग्न चाहन्छु। यसरी लेखिएको छ, एक भन्दा दुई असल हो, किनभने परमेश्वरले आफ्नो कामको असल फल किनभने तिनीहरूले आफ्नो कामको असल फल पाउने छन्। यदि एउटा लोट्यो भने त्यसको मित्रले त्यसलाई उठाउन सहायता गर्छ, तर लोट्न पनि उठाउने कोही साथी नहुने बिचारा। त्यस्तै यदि दुईजना सँगै सुते भने न्यानो हुन्छन्, तर एक्लै सुते त कसरी न्यानो हुने। 13 पद, एकजनालाई कसैले जित्न सक्छ, दुईजनाले त आफ्नो सुरक्षा गर्न सक्छन्। 3 सुताले बाँधेको डोरी चाँडै छुटिँदैन। आमेन। यहाँनिर अघि हाम्रो गुरुबाले क्यान्डल लाइट गर्दै हुनुहुन्थ्यो। हरियो 2वटा क्यान्डलका कुरालाई, रेड कुराहरूकोमा असुरक्षित महसुस हुने कुरामा को बारेलाई चिना गराउँदै हुन्थ्यो। त्यसपछि एउटाले अर्कोलाई म तिम्रो लागि, तिमी मेरो लागि र हामी अब प्रभुको लागि भनेर जसरी वाचा बन्धन गरिकन एउटा हरियो, दुवैजनाले रेड क्यान्डललाई फुकेर निभाएर हरियो क्यान्डललाई उहाँले ग्रहण गर्दै हुनुहुन्थ्यो। यहाँनिर हामीले देख्दै गरेको कुरा के हो भनेदेखि यहाँ पनि भनिरहेको वचन खण्ड के हो भनेदेखि एक भन्दा चाहिँ दुई असल भनेपछि दुईजनाले चाहिँ, किनभने यहाँ लेखिएको छ किनभने तिनीहरूले आफ्नो कामको फल खाने छन्। अब यहाँनिर चाहिँ अब 1बाट 2जना भएका छन् र दुईजनाले अबका दिनहरूमा आफ्नो परिश्रम मेहनतबाट उनीहरूले खाने छन् भन्ने सम्बन्ध लेखिएको छ। र यहाँ अर्को पनि एउटा घटनाक्रमलाई के छ भनेदेखि एकजना लोट्यो भने अर्कोले उठाउन सहायता गर्छन्, त्यो बारेमा लेखिएको छ। यदि उठाउने नहुने चाहिँ साथी नहुने चाहिँ बिचारा भनेको छ भनेपछि अब त उहाँहरू एउटाले अर्कोलाई उठाउन सहायता गर्न वा एउटाले अर्कोलाई समाल्नका लागि उहाँहरू पक्कै पनि उहाँहरू सक्षम भइसक्नु भएको छ। जतिजना त्यस्तो अवस्थामा छैन भने बिचारा भन्ने सम्बोधन त्यहाँनिर चाहिँ
जो विवाहमा बन्धनमा नरहनु भएकोहरूलाई पक्कै पनि यसले चाहिँ मेल खान्छ जस्तो लाग्छ। त्यति मात्र नभइकन यहाँनिर भने चाहिँ दुईजना सुते भने न्यानो हुने कुराहरूको सम्बन्ध, वैवाहिक जीवनलाई एउटाले अर्कालाई समर्पण गर्न पर्ने कुराहरू, एउटाले अर्का साथ दिनुपर्ने कुराहरूको बारेमा पनि यहाँ लेखिएको छ। र त्यसै गरिकन यहाँ बताअनुसार एकजनालाई चाहिँ सजिलै जित्न सक्छ, दुईजना भयो भने आफ्नो सुरक्षा गर्न सक्छन्, तर तीन सुताले बाँधिएको डोरी चाँडै छुटिन सक्दैन। यसको अर्थ हाम्रो ज्वाइँ साहब रामो बेन्जामिन साथै गरिकन छोरी जेरिना र अब यसरी हेरौँ दुई सुताको रूपमा उहाँलाई, र तेस्रो सुता चाहिँ परमेश्वर हुन्छ, त्यो चाहिँ परमेश्वर उपस्थित, त्यो चाहिँ कहिले पनि छुट्टिन सक्दैन। अब तपाईँलाई म पवित्र शास्त्रले विवाह बन्धनलाई कसरी सम्बोधन गरेका छन् त, वा असल र नमुना योग्य वैवाहिक जीवनलाई कसरी लग्ने भन्ने सम्बन्धमा चाहिँ यो फेरि कसको हातको कुरा छ? हाम्रो ज्वाइँ साथै छोरी जेरेनीकै हातमा छ। र तपाईँ र म विवाह बन्धन बाँधेका तपाईँ र मेरो आफ्नै हातमा निर्णय अधिकारमा छ भन्ने कुरा तपाईँ मैले लिन अति आवश्यक छ। मैले अघि नै भने पति पत्नीलाई बाइबलले कसरी सम्बोधन गरेका छन् त, म सबैभन्दा पहिले पतिलाई चाहिँ बाइबलले कसरी सम्बोधन गरेका छन्, कसरी पतिले आफ्नो पत्नीलाई चाहिँ आफ्नो वैवाहिक हकको कुराहरू, आदर कुरो, सम्मानका कुराहरू र प्रेमका कुराहरू, वास्तवहरू कसरी गर्नुपर्छ भन्ने बारेमा बाइबलले प्रश्न पारेका छन्। यो कुरा तपाईँलाई म ल्याउन चाहन्छु। सबैभन्दा पहिले पति हाम्रो ज्वाइँ साहब बेन्जामिन रामोजीलाई भन्न चाहन्छु, बाइबलले कसरी तपाईँ एउटा असल पति वा पतिको रूपमा तपाईँ तयारी हुँदै हुनुहुँदा कसरी सम्बोधन गरेका छन्, वा तपाईँ र म पतिको रूपमा जतिजना छौँ तपाईँ र मलाई पनि बाइबलले कसरी सम्बोधन गर्नुहुन्छ भन्ने सम्बन्धलाई म ल्याउन चाहन्छु। सबभन्दा पहिले एफिसीको पुस्तक 5 अध्यायको 25 पद, पति हो आफ्ना पत्नीहरूलाई प्रेम गर जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो, त्यसको निम्ति आफैलाई अर्पण गर्नुभयो। प्रियहरू सुन्दै हुनुहुन्छ, तपाईँले बुझ्नुभयो बाइबलले कसरी पतिले पत्नीलाई चाहिँ कसरी प्रेम गर्ने भन्ने सम्बन्ध, वा पत्नीको निम्ति आफूलाई कसरी त्याग र बलिदान स्वरूप आफूलाई समर्पण गर्ने भन्ने सम्बन्धमा चाहिँ यहाँ जोड दिएको छ। हेर्दा वचन सहज, सरल, सजिलो, उपयोगी दिन्छ, तर व्यवहारिक रूपमा आउनको लागि धेरै कठिन हुन्छ। तरै पनि तपाईँ र मलाई विकल्पमा केही कुरो छैन, किनभने परमेश्वरलाई विवाहको सुरुवात गर्नुभयो। ईश्वरले देन हो, वरदान हो, त्यसकारण त्यो वरदानलाई कसरी हामीले ज्वलन्त बनाउन सक्छौँ, परमेश्वर महिमा योग्य बनाउन सक्छौँ भन्ने सम्बन्धमा आफैले आफूलाई यो वचन आधारित जीवन जिउन पर्छ। त्यसकारण भन्न चाहन्छु हाम्रो ज्वाइँ साहबलाई, पति हो आफ्ना पत्नीहरूलाई प्रेम गर जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसको निम्ति आफूलाई समर्पण गर्नुभयो। अब तपाईँले जेलिनको लागि समर्पण गर्नुपर्ने कुराहरू, प्रेम गर्नुपर्ने कुराहरू, वास्ता गर्नुपर्ने कुराको सम्बन्धमा चाहिँ बाइबलले तपाईँ साथै हामी विवाहित व्यक्तित्वलाई सम्बोधन गर्नुभएको छ। अर्को खण्डलाई पनि ल्याउन चाहन्छु। कलसीको पुस्तक 3 अध्यायको 19 पद, पति हो आफ्ना पतिलाई प्रेम गर। फेरि पनि यहाँ यो खण्डलाई जोड दिनुभएको छ कि पतिहरूलाई चाहिँ यो भन्नुभएको छ आफ्ना पत्नीलाई चाहिँ प्रेम गर र तिनीहरूप्रति कठोर नहौ भन्ने सम्बन्धलाई जोड दिएको छ। अलिकति पुरुषहरू कठोर स्वभावको हुन्छन् है, भन्दा म त कहाँ कठोर छु र भन्ने तपाईँ पुरुषहरूलाई पतिहरू लाग्न सक्छ। कतिपटक पत्नीहरूको वा स्त्रीहरूको हृदय कोमल नै हुन्छ। त्यस कारणले गर्दा तपाईँ र मैले आफ्नो पत्नीलाई प्रेम गर्नुको साथसाथै उनीहरूप्रतिको दया माया कोमलता हृदय चाहिँ तपाईँ मैले प्रकट गर्नुपर्छ। कहिले कठोर र हट्टी स्वभावको साथमा तपाईँ र मैले व्यवहार गर्नुहुन्न। यो कुरा चाहिँ वचनले तपाईँ र मलाई सिकाउनुहुन्छ। वचन आधारित जीवन जियो भने पक्कै पनि हाम्रो घर गृहस्थी असल हुनेछ। यसकारण
हाम्रो जय सबलाई भन्न चाहन्छु कि तपाईँले जेरेना प्रतिको जीवनलाई आफ्नो जीवनले चाहिँ कठोरता, हठी वा रिसा क्रोधको जीवन अंश तपाईँले हेर्नुहुन्न भन्न चाहन्छु। कतिचोटि हामी मानव हौँ, हामी त्यो स्वभाव आउन सक्छ, तरै पनि अघि नै हामीले विवाहको करार औँठी लगाउँदै गर्दाखेरि हामीले सुनेका छौँ कि यो करारलाई म सदा के गर्नेछु, सम्झना गर्नेछु। जब खटपटी कुराहरू आउँछन् त्यो बेलामा तपाईँले त्यो औँठीलाई हेर्दै त्यो वचन करारलाई, वाचालाई सम्झिँदै अघि बढ्नुहोला भन्न चाहन्छु। यसो भनेर त के हाम्रो जेरे नानीको लागि चाहिँ बाइबलले केही भन्दैन त? पहिला ठ्याक्कै ज्वाइँ सबलाई नै भन्नुपर्ने जस्तो लाग्न सक्छ, तर पत्नीलाई पनि पतिको सम्बन्धमा बाइबलले स्पष्ट रूपले बताउनु भएको छ। यसकारण अब म तपाईँलाई ल्याउन चाहन्छु पत्नीको बारेमा पनि, पत्नीले पनि पतिलाई कस्तो प्रकारको व्यवहार गर्ने त, कसरी सहज रूपले ग्रहण गर्ने त भन्ने सम्बन्धलाई यसरी सम्बोधन गर्नुभएको छ। एफिसीको पुस्तक 5 अध्यायको 22 पदमा पत्नीले पतिलाई कसरी ग्रहण गर्ने त यसरी लेखेको छ, पत्नी हो प्रभुको अधीनमा रहे जस्तै आफ्ना पतिको अधीनमा बस्छ। आमेन। पत्नीलाई पनि यसरी भनेको छ, प्रभुको अधीनमा रहे जस्तै आफ्ना पतिको अधीनमा बस्छ भनेपछि यो अधीनस्थ भन्ने कुरा चाहिँ यो होइन कि झुक्नु पर्छ, नम्रता रहनु पर्छ, पतिले जे भने सुन्नु पर्छ भन्ने कुरा न, यो आदर र सम्मानको कुरा, इज्जतको कुरा हो। यस कारण गर्दा हाम्रो जेरिन नानीले पनि यो कुरालाई बुझ्नु अति आवश्यक कि जसरी ख्रीष्टको अधीनमा तपाईँ रहनु भएको छ त्यस्तै प्रकारले हाम्रो ज्वाइँ साथको अधीनमा रहनलाई वचनले चाहिँ यो प्रकारको शिक्षा दिनुहुन्छ। यो कुरालाई तपाईँहरू मैले जबसम्म बुझ्दैनौ नि प्रभुको अधीनमा रहने श्रीमानको अधीनमा नरहने भन्ने कुराहरू आउँदैन, किनकि पति चाहिँ पत्नीको शिर हो र ख्रीष्ट चाहिँ मण्डलीको शिर हो। त्यस कारण गर्दा त्यो स्वरूप चाहिँ झल्किन्छ कि त्यस कारण गर्दा अधीनतामा रहने भन्ने सम्बन्धलाई चाहिँ सहज रूपले ग्रहण गर्नुपर्छ। त्यति मात्र होइन, अर्को खण्डमा पनि ल्याउन चाहन्छु म कलसीको पुस्तक 3 अध्यायको 18 पद। फेरि पनि पत्नी भन्छ हाम्रो जेरिना नानले हाम्रो ज्वाइँ साथ प्रतिको भाव कसरी झल्काउने, वचनले कसरी उदित गर्दछ भन्ने कुरालाई म ल्याउँदैछु। यसरी लेखेको छ कलसी 3 को 18 पद, पत्नी हो प्रभुको दृष्टिमा सौदो गरी आफ्ना पतिहरूको अधीनमा बस्छ। आमेन। कति मजाको कुरो। पत्नी हो प्रभुको दृष्टिमा, कसको दृष्टिमा? प्रभुको दृष्टिमा सौदो गरी आफ्ना पतिको अधीनमा बस्छन्। यो अधीनस्थ भन्ने कुरा चाहिँ परमेश्वरबाट आएको, त्यस कारणले गर्दा यो चाहिँ सुहाउँदो गरी सहज तरिकाले एउटालाई स्वीकार गर्ने योग्य प्रकारले चाहिँ रहने कुराको बारेमा बताउनु भएको छ। अब के सक्यो त? पतिले पत्नीलाई प्रेम वास्ता गरि सक्यो त? होइन। वचनले दुवै पति पत्नीलाई पनि फेरि एक मुष्ट रूपले यसरी सम्बोधन गर्नु भएको छ। म तपाईँलाई त्यो खण्ड ल्याउन चाहन्छु। बाइबली शिक्षा के हो त भन्दा चाहिँ एउटा सन्तुलित र यस्तै प्रकारले व्यवहारिक साथै गरिकन समाजलाई पचाउने किसिमले चाहिँ बाइबलले चाहिँ एउटा पति पत्नी वा व्यवहारिक जीवन, दाम्पत्य जीवनलाई चाहिँ प्रस्तुत गर्नुहुन्छ, त्यो मार्गदर्शित गर्नुहुन्छ। अब दुवै पति पत्नीलाई यसरी सम्बोधन गरिएको छ। एफिसीको पुस्तक 5 अध्यायको 33 पद। एफिसी 5 को 33 पद यसरी लेखिएको छ, जे भए पनि तिमीहरू हरेकले आफ्नो पतिलाई आफूलाई जस्तै प्रेम गर र पत्नीले पनि आफ्नो पतिको आदर गरोस्। आमेन। जे भए पनि तिमीहरू हरेकले आफ्नो पतिलाई आफूलाई जस्तै प्रेम गर र पत्नीले पनि आफ्नो पतिको आदर गरोस्। यहाँनिर चाहिँ बाइबलले चाहिँ यसरी सम्बोधन गरेको छ कि हरेकले आफ्नो पतिलाई आफूलाई जस्तै प्रेम गर्ने साथै पत्नीले पनि पतिलाई चाहिँ आदर गर्ने कुराको सम्बन्ध लेखिएको छ। यो प्रकारको शिक्षालाई हामीले ग्रहण गर्न सक्यौँ। यसलाई तपाईँहरू मैले बाइबलले मूल
आधारको रूपमा ग्रहण गर्न सक्यौँ भने हाम्रो वैवाहिक सम्बन्ध, दाम्पत्य जीवन सुखी, आशिष र फलदायी र आशमय बनेर जानेछ। अब अलिकति हामीले सामाजिक परिवेशमा हाम्रो सबै दाम्पत्य जीवन सफल भएका छन् त, सबै परिवार असल प्रकार जिएका छन् त भन्ने कुरा पनि प्रश्न आउन सक्छ। हामीलाई थाहा छ कि धेरैजनाको मनहरूमा मतभेदका कुराहरू, फुटका कुराहरू, अमेलका कुराहरू प्रशस्त मात्रामा छन्। कतिचोटि यो प्रकारका कुरा हुन्छन् कि हामी सुन्छौँ नि वैवाहिक जीवनमा बाँधिसकेपछि हामी धेरैपल्ट धेरै प्रकारको हामीले एउटाले अर्कोलाई बाचा गरेर हामीले धेरै कुरा भनेका हुन सक्छौँ। धेरैजनाले यसरी भन्ने गर्छन्, एकांश आकाशको तारा के भन्छ, के झारिदिउँला भनेर भन्ने काम गर्छन् सुरुमा। पछि त अब परिवेश त्यस्तै प्रकार बन्दै गएपछि म तिम्रो बङ्गार पनि झारिदिउँला भन्ने प्रकारको कुरा आउँछन् रे भन्ने सुनेको छु। भनेपछि म एउटा आज तपाईँको जीवनमा यदि हामीले परमेश्वरको वचन र शिक्षाको आधारित जीवनशैली जिउन सकेनौँ भने एउटा कुरा पक्कै हुनेछ। त्यो कुरा के रहेछ भन्दा म चाइनिज एउटा भनाइलाई ल्याउन चाहन्छु। चाइनिज भनाइ के रहेछ भन्दा पहिलो वर्ष श्रीमती बोल्छिन्। को बोल्छिन्? पहिलो वर्ष श्रीमती बोल्छिन् र श्रीमानले सुन्छ। श्रीमती पहिलो वर्ष श्रीमतीले बोल्छिन्, श्रीमानले सुन्छ। दोस्रो वर्ष श्रीमानले बोल्छ, श्रीमतीले सुन्छिन्। तेस्रो वर्ष दुवैजना बोल्छिन्, गाउँ छरछिमेकीले सुन्छन्। कुरा बुझ्दै हुनुहुन्छ? भनेपछि यदि तपाईँहरू मैले ख्रिस्ट नमुनाको वचनको जीवनशैली जिउन सकेनौँ भने पहिलो वर्ष चाहिँ श्रीमतीले बोल्छिन्, श्रीमानले सुन्छन्। दोस्रो वर्ष श्रीमानले बोल्छ, श्रीमतीले सुन्छिन्। तेस्रो वर्ष दुवैजना बोल्दै गर्दा गाउँ ठाउँ छरछिमेकीले सुन्छन्। भनेपछि आजको वैवाहिक जीवनमा बाँधिनु भएको दुवैजनाको लागि म यो कुरा चुनौतीको साथ यो पक्कै पनि चाइनिज भनाइ पक्कै पनि यथार्थै हुनुपर्छ जस्तो लाग्छ। हाम्रो परिवेशमा यस्तो प्रकारको वातावरण चाहिँ तपाईँले सृजना नगरिनुलाई म हार्दिक अनुरोध पनि गर्न चाहन्छु। र हामी जति नै जान्छौँ यो प्रकारको अवस्थालाई तपाईँहरू मैले ल्याउनलाई सुहाउँदैन। र अघि नै हामीले विवाह करारमा बाँधेको अनुसार यो प्रकारको उखान भनाइ तपाईँहरू मेरो जीवन सुहाउँदैन। अब यस कारणले गर्दा तपाईँहरू मैले वैवाहिक जीवनलाई सुखी र आशमय बनाउन चाहन्छु भने केहीवटा भनाइहरू म ल्याउन चाहन्छु। 5वटा भनाइ ल्याउन चाहन्छु तपाईँको बिचमा। 5वटा भनाइहरू के छन् त? मेरो आफ्नै खोज अनुसन्धान हो र मैले यो एकजना हाम्रो बहिनी पछाडिबाट हुनुहुन्छ, उहाँ उठेर यता आउँदै हुनुहुन्छ। उहाँको छोरीको विवाह हुँदै गर्दा र उहाँहरूलाई हामीले त्यहाँबाट देशबाट हामीले उहाँलाई अरू ठाउँ ज्वाइँको घरमा पठाउँदै गर्दाखेरि मैले अन्त्यमा यो वचन खण्ड उहाँहरूको बिचमा राखेको थिएँ। आज पनि हाम्रो दुईजना दाम्पत्यको बिचमा ल्याउन चाहन्छु। पक्कै पनि यो कार्य तपाईँहरू मैले लिन सक्यो भने पक्कै हाम्रो वैवाहिक जीवन सुखी र आशमय बन्न सक्छ। अहिले हाम्रो रेबिका हाम्रो छोरीको चाहिँ एकजना छोरा एकजना छोरी अस्ट्रेलियामा सुखद दाम्पत्यको साथमा आशिष प्रकारले उहाँहरू जीवनशैली जिउँदै हुनुहुन्छ। आशका कुराहरू पक्कै पनि यो कुरालाई तपाईँले लिनुभयो भनेदेखि तपाईँको जीवन पनि आशिषमय र सुखमय बन्नेछ। म 5वटा कुराहरू ल्याउन चाहन्छु जीवनलाई, दाम्पत्य जीवनलाई असल बनाउने, सुखी बनाउने कुराहरूमा। सबैभन्दा पहिले कुरो प्रेमको कुरा हुन आवश्यक छ। त्यसपछि विश्वासको कुरा आवश्यक छ। त्यसै गरिकन समझदारीपनाको आवश्यक छ र सम्झौताको पनि आवश्यकता पर्छ। अन्त्यमा जिम्मेवारीको कुराहरूको आवश्यकता पर्छ। लभ, ट्रस्ट, अन्डरस्ट्यान्डिङ, कम्प्रोमाइज र रेस्पोन्सिबिलिटीको कुराहरू 5वटा कुरालाई तपाईँले आफ्नो जीवनमा यसलाई तपाईँले लिनुभयो भनेदेखि तपाईँको वैवाहिक जीवन आश र सुखी बन्नेछ। पहिलो कुरा चाहिँ प्रेमको बारेमा तपाईँले ल्याउन चाहन्छु। प्रेममा चाहिँ माया हुन्छ, वास्ता हुन्छ र क्षमा पनि हुन्छ।
र आत्मीयता हुन्छ भनेर चाहिँ म तपाईँहरूको बिचमा राख्न चाहन्छु। प्रेमले ठुल्ठुला भुल र पापहरूलाई मेट्न सक्छन् भन्ने कुरा तपाईँ मैले बाइबलमा पाउन सक्छौँ। प्रेममा वास्ता हुन्छ, त्यसकारण प्रेममा माया हुन्छ र प्रेममा क्षमा पनि हुन्छ र प्रेममा आत्मीयता हुन्छ। यो प्रकारको प्रेमलाई तपाईँले आफ्नो जीवनलाई तपाईँको जीवनमा तपाईँले अभ्यास गर्नुभयो, त्यो कुरालाई तपाईँले आफ्नो जीवनमा व्यवहारिक रूपमा उतार्नुभयो, यो कुरालाई अगाडि बढाउनु भयो भनेदेखि पक्कै पनि तपाईँको जीवनमा प्रेमले सम्बन्धलाई न्यानो बनाइराख्छ। हेर्नुहोस् है हजुर, चोट परेको मनलाई पनि निको पार्छ। त्यो मात्र होइन, एउटा घरलाई आनन्दको रूपमा यसले चाहिँ के गर्छ, रूपान्तरण गर्छ। त्यसकारण तपाईँको जीवनमा प्रेमको धेरै ठुलो आवश्यकता छ। अर्को कुरो तपाईँमा, दोस्रो कुरो चाहिँ विश्वासको कुरा, ट्रस्टको कुरा। विश्वासमा भरोसा हुन्छ। भरोसा र विश्वास भन्ने कुरा दुई फरक पाटो हुन्। विश्वास भन्ने कुरा चाहिँ बाइबलले भने अनुसार आशा राखेको नदेखेको कुराको सुनिश्चिततालाई विश्वास भनेको छ। भरोसा चाहिँ यस्तो, कति ठाउँमा यो बाटोहरूमा, कति ठाउँमा यो सर्कसवालीहरूले के गर्छन् भन्दा चाहिँ सानो डोरीमा पनि साइकलको चक्रमा घुमेर हिँडिरहेको वा उनीहरूले खुट्टा सानो डोरीबाट नै उनीहरू एक ठाउँबाट अर्को ठाउँ पार गरेको र फेरि अर्को ठाउँमा यो ठाउँमा आएको कुरा हामी देख्छौँ नि। त्यो चाहिँ कस्तो भन्दाखेरि हामीले देख्दै गरेको छ, त्यो विश्वास हो। त्यो व्यक्तिले के भन्छ भनेदेखि तपाईँ मेरो काँधमा रहनुहोस्, म तपाईँलाई के गर्छु, यहाँबाट चाहिँ यो डोरीबाट म तपाईँलाई पर लग्न चाहन्छु भन्दाखेरि तपाईँ र मैले विश्वास गरेर उनको काँधमा रहेर हामी गयौँ भने चाहिँ त्यो चाहिँ भरोसा हो। विश्वास चाहिँ के हो हामीले देखेका छौँ नि, भरोसा चाहिँ त्यस्तो कुराहरू हो। त्यसकारण विश्वासमा भरोसा हुनुपर्छ। विश्वासमा भरोसा छ भने त्यहाँ सुरक्षा पनि हुन्छ। के हुन्छ? सुरक्षा हुन्छ, निष्ठा र स्थिरता पनि हुन्छ। प्रियहरू, यदि तपाईँ मैले विश्वासमा यस कुरालाई ग्रहण गर्न सक्यौँ भने पक्कै पनि विश्वास बिना चाहिँ फेरि सम्बन्ध चाहिँ कमजोर हुन्छ। यसै कारण गर्दा एउटा पति वा पत्नीमा विश्वासले चाहिँ के गर्छ, बलियो घर परिवार निर्माण गर्छ र निडर पनि बनाउँछ। हेर्नुहोस् हजुर, विश्वासद्वारा घरलाई पनि बलियो बनाउँछ, निडर पनि बनाउँछ। त्यसकारण विश्वासको अति खाँचो छ। अब म तपाईँलाई तेस्रो खण्ड लग्न चाहन्छु, समझदारी कुराहरू। आज धेरै घरहरू किन फुट्छन्, किन टुट्छन्, घरहरू बलियो बन्न सक्छन्, शङ्का उपशङ्का कुराहरू आउँछन् भन्दा त्यहाँ समझदारीको खाँचो छ। यसकारण समझदारी भन्ने कुरा चाहिँ एकदम ठुलो कुरा हो। यो आमोसको पुस्तक 3:3 यसरी उद्धृत गर्नुभएको छ, के सहमत नभए सँगसँगै हिँड्न सक्छन् र भनेर चाहिँ प्रश्न गरिएको छ। यसको अर्थ दुईजना सँगसँगै हिँड्ने कुराको सम्बन्ध चाहिँ त्यो चाहिँ समझदारी हो। र यदि समझदारीपना छैन भने, सहमत छैन भने पक्कै दुईजना सँगै हिँड्न सक्दैनन्। त्यसकारण समझदारीमा मिलाप रहन्छ, धैर्यता रहन्छ, सहनशीलता रहन्छ र त्यहाँ सन्तुष्ट पनि रहन्छ। प्रियहरू, यदि तपाईँ र ममा चाहिँ, तपाईँ र मैले यो समझदारीको कुरालाई लियौँ भने एउटाले अर्कोको भावना बुझ्ने भनेर हामी यसलाई यसरी पनि लिन सक्छौँ। के गर्न सक्छौँ? एउटाले अर्कोको भावनालाई बुझ्ने वा एउटाले अर्कोको कमजोरीलाई चाहिँ के गर्ने, कमजोरीलाई स्वीकार गर्ने र शान्तिको रूपमा मिलेर बस्ने एउटा बानी चाहिँ बसाल्ने, जसले चाहिँ घरमा शान्ति निर्माण गर्छ। यो चाहिँ समझदारीको कुरा रहन्छ। प्रियहरू, आज धेरैजना समझदारीको आवश्यकता पर्दछ। अब म चौथो कुरा ल्याउन चाहन्छु, यो कम्प्रोमाइज भन्छ। यो चाहिँ सम्झौता कुराहरू, खास क्रिस्चियन जीवन यो सम्झौता भन्ने कुरा चाहिँ हुनुहुन्न जस्तो लाग्छ मलाई। तरै पनि हामी छौँ, व्यवहारिक रूपमा जिउने हुनाले समझदारीपनाको कुरा चाहिँ यो चाहिँ 50-50 हो। एउटा पनि हार्न चाहँदैन, अर्को पनि हार्न चाहँदैन। एउटा जित्न चाहन्छ, एउटाले हार्न खोज्दैन, एउटाले
जित्न खोज्छ, अर्को हार्न चाहँदैन। यसको के हो भन्दा एउटा आदर चाहिँ यो के भन्दा चाहिँ यो चाहिँ दुईजनाको बिचमा सम्झौता हो। त्यस कारणले गर्दा अब हामीले यसरी बुझौँ, कतिचोटि तपाईँहरू मैले बुझ्दै गर्दा यो चाहिँ एउटा बाटो, मध्यमार्गी बाटो र यस्तो हामीले यसरी बुझौँ यो सम्झौताको सम्बन्धमा चाहिँ अब घर परिवारमा ठाकठुक हुन्छ, अमेल हुन्छ, केही हुँदा पनि एउटाले अर्कोलाई के गर्ने, एउटा आगो हुँदा एउटा पानी हुने, एउटा पानीको पानी बनिदिने भन्ने जस्तो कुराहरू रहन्छ। यसकारण सम्झौतामा चाहिँ त्याग रहन्छ, नम्रता रहन्छ, एकले अर्कोलाई ठाउँ दिने, स्पेस दिने। अघि भने जस्तै अब तेरो र मेरो रहेन कसको, अब हाम्रो रह्यो, दुवैजना साझा रह्यो भन्ने प्रकारको कुरा चाहिँ यहाँनिर चाहिँ यो वचनले मेल खान्छ कि एकले अर्कोलाई ठाउँ दिने, सम्बन्धलाई जोगाउने काम चाहिँ यो सम्झौताले काम गर्छ। वा कहिलेकाहीँ एउटाले अर्कोप्रति झुकिदिने, एउटाले अर्कोप्रति सही दिने भन्ने कुरा चाहिँ यो सम्झौताले गर्छ। म त शिर हुने, तिमी त पाइतल आउने भन्ने प्रकारको वचन यहाँ लागु हुँदैन। दुवैजनालाई मध्यमार्गी रूपले यसले चाहिँ सन्तुलित रूपमा रहनलाई, अघि बढ्नलाई सहायता गर्छ। अब अर्को कुरो म 5औं खण्ड लगाउन चाहन्छु, जिम्मेवारीका कुराहरू। धेरै पटक जिम्मेवारी भन्ने कुरोलाई चाहिँ फेरि तपाईँहरू मैले आफ्नो मूल्यमान्यता, आफ्नो घर परिवारलाई सञ्चालन गर्नको लागि आफ्नो जिम्मेवारीलाई ठिक कुरा जान्न बुझ्न सकेन भनेदेखि पनि त्यहाँ खटपटे कुरा सुरु हुन सक्छ। त्यस कारणले गर्दा कामको जिम्मेवारी बाँडफाँडका कुरालाई गर्न सक्यौँ भने दुवैजना सहज, सजिलो र असल पनि हुन्छ। र कतिचोटि तपाईँ र मैले यो जिम्मेवारीको सम्बन्ध कुरालाई लग्न आवश्यक छ। कतिचोटि श्रीमतीले श्रीमानलाई, श्रीमानले श्रीमतीलाई हस्तक्षेप गर्ने भन्ने कुरा चाहिँ राख्नुहुन्न प्रियहरू। र श्रीमानले गर्ने जिम्मेवारीको के हो, काम कर्तव्य के हो, श्रीमतीले गर्ने पनि जिम्मेवारी काम कर्तव्य के हो भन्ने कुरालाई स्पष्ट रूपले बाँडफाँड गर्न सक्यो भने त्यो घर असल बन्नेछ। त्यस कारण गर्दा जिम्मेवारीमा कर्तव्य, मेहनत र संरक्षणका कुराहरू साथै सहयोग र उत्तरदायित्व पनि हुन्छ। यसै कारण गर्दा घर परिवार, आर्थिक पक्ष, भावनात्मक साथ र भविष्यको योजनाको निम्ति दुवैजनाले जिम्मेवारीपूर्वक आफूले आफूलाई उभ्याउनु पर्छ प्रियहरू। धेरैचोटि कतिवटा श्रीमानहरू म देख्छु अलिकति सागसब्जी बजार भर्ने काम त आमा दिदीबहिनीकै रहन्छ हैन, जहीँ पनि त्यो सहरमा पनि त्यो ठाउँमा पनि श्रीमतीलाई चाहिँ घरकै कामको निम्ति मात्र राखे जस्तो प्रकारले श्रीमानहरू जता पनि अघि बढिरहेको हुन्छ। होइन के मेरो श्रीमान आज जान्दैन है, बुझ्दैन है भन्ने प्रकारको कतिवटा त्यस्तो मानसिक सङ्कुचित मानसिक कुराहरू पनि हामीले देखिरहेका छौँ। श्रीमती त्यस्तै, फेरि श्रीमानले काहीँ के गर्नुपर्ने हुन्छ तर श्रीमती फेरि बाटो भइहाल्ने कुराहरू, अगाडि सर्ने कुराहरू, श्रीमानलाई कता कता ओझेलमा पार्न खोजेको श्रीमतीले चाहिँ आफ्नो अलिकति श्रीमानप्रति दबाब हालेको जस्तो त्यो कुराहरू छन् समाजमा। पक्कै पनि आजको नव दाम्पत्यमा यो कार्य चाहिँ हुँदैन भन्ने कुरा मैले देखेको छु। र आफ्नो आफ्नो जिम्मेवारीलाई लिन सक्दा चाहिँ राम्रो हुन्छ। त्यसकारण जहाँ प्रेम हुन्छ त्यहाँ न्यानोपन हुन्छ, जहाँ विश्वास हुन्छ त्यहाँ मेल हुन्छ, त्यहाँ शान्ति पनि हुन्छ, जहाँ सम्झौता हुन्छ त्यहाँ सम्बन्ध टिकाउ पनि हुन्छ, जहाँ जिम्मेवारी हुन्छ त्यहाँ परिवार आशिष बन्छ। यसकारण यो प्रकारको साथमा तपाईँ र मैले यो 5 आधारलाई लिन सक्यौँ भने हाम्रो जीवनमा पक्कै पनि एउटा असल परिणाम ल्याउनेछ। अलिकति म अझ यो टिप्सहरूलाई अलिक बढाउन चाहन्छु। अलिकति लगभग 25 मिनट जस्तो दौड्यो। म केही कुरा अझ थोरै राख्न चाहन्छु। तपाईँ र मेरो दाम्पत्य जीवनलाई असल बनाउन लागि केही कुरालाई अझ हामीले व्यवहारिक शिक्षालाई पनि लिनुपर्छ जस्तो लाग्छ। यहाँ केही कुरा मेरो आफ्नै व्यवहारिक कुराहरू पनि ल्याउन चाहन्छु। म तपाईँलाई तपाईँको व्यवहारिक कुरा के हो, तपाईँ कसरी चल्दै हुनुहुन्छ भन्ने कुरा टिका टिप्पणी पनि गर्न चाहन्न। कति कुरा तपाईँलाई मैले भन्दै गर्दा ठेस लागेसम्म क्षमा चाहन्छु, माफी चाहन्छु, तर मेरो आफ्नै कुरा पनि केही राख्न चाहन्छु। मेरो श्रीमती पछाडि हुनुहुन्छ, अलिकति हाम्रो एज ग्यापको कुराहरू छन्। लगभग अहिले 24औं वर्ष
हामी सँगै भइसक्यौँ। तर सुरुको कुरालाई म केही कुरा ल्याउन चाहन्छु। फेरि त्यो तपाईँले हत्तेरिका नठान्नु होला, मेरो श्रीमतीलाई त्यो प्रकारको कुरा नहोस्। हाम्रो जीवनमा आएको समस्यालाई कसरी हामीले त्यसलाई समाधानको पक्षमा हामीले लियौँ भन्ने कुरालाई पनि म ल्याउन चाहन्छु। सबैभन्दा कुरो चाहिँ तपाईँ र मैले चाहिँ परमेश्वर केन्द्रमा भएको विवाह चाहिँ कहिले पनि भत्किन सक्दैन, बाँचिन सक्दैन, टुक्रिन सक्दैन। त्यसकारण तपाईँ मेरो जीवनमा चाहिँ पहिलो केन्द्रबिन्दु चाहिँ परमेश्वर हुनुपर्छ। सबैभन्दा हाम्रो विवाहको केन्द्रबिन्दु को हुनुपर्ने रहेछ हजुर? परमेश्वर हुनुपर्छ। साथै दोस्रो कुरो चाहिँ जहाँ प्रेम, प्रार्थना र विश्वास हुन्छ त्यहाँ चाहिँ त्यो घर चाहिँ स्वर्ग जस्तै बन्छ। आमेन। जहाँनिर प्रेम र प्रार्थना विश्वास छ त्यो घर स्वर्ग जस्तो हुन्छ। जिसके घरमा यीशु है कितना आनन्द है, कितना आनन्द है भनेर हामी एउटा हिन्दी गीत गाउँछौँ। जसको घरमा यीशु हुनुहुन्छ त्यो घर कति आनन्द, कति आनन्द। यदि तपाईँ र मैले घरलाई आनन्द बनाउनु हो भनेदेखि त्यो घरमा चाहिँ येशूको आवश्यकता पर्छ र प्रेमको आवश्यकता पर्छ। तेस्रो कुरा चाहिँ पति पत्नी दुई शरीर होइन तर परमेश्वरमा एक उद्देश्य र एउटै शरीर हो भन्ने कुरालाई जबसम्म तपाईँले बुझ्न सक्दैनौ त्यो घर आशिष बन्न सक्दैन। मैले अघि नै भने दुई हुनुहुन्थ्यो, एक भएका छन् र एकबाट फेरि दुई शरीर भएका छन्। यो चाहिँ बाइबली मूल्य मान्यता हो। र चौथो कुरो चाहिँ साँचो ईसाई विश्वासमा जित्ने होइन एक अर्कालाई उठाउने मन हुन्छ। आमेन। एउटाले अर्कालाई जित्ने मन होइन तर एउटाले अर्कालाई उठाउने मन हुन्छ, एउटाले अर्कालाई सम्हाल्ने मन हुन्छ, एउटाले अर्कालाई सम्बन्धमा निर्माण गर्ने मन हुन्छ। प्रियहरू, पाँचौं कुरा चाहिँ प्रेमले जोड्छ, क्षमाले बचाउँछ र परमेश्वरले चाहिँ त्यो घर टिकाउनुहुन्छ। हालेलुया। सबैले भनौँ, प्रेमले जोड्छ, क्षमाले बचाउँछ, प्रेमले घर टिकाउँछ। यो प्रकारको परमेश्वरको वचन नीति अनुसार हामीले लग्न सक्यौँ भने पक्कै घर आशिष बन्ने छ। र अब छैटौँ कुरा ल्याउन चाहन्छु। अब मैले भने नि आफ्नो जीवनको कमी कमजोरलाई उठाउने काम यसबाट गरेको थिएँ। छैटौँ कुरा सँगै घुँडा टेक्ने जोडी सधैँ बलियो हुन्छ। सबैले भनौँ, सधैँ घुँडा टेक्ने जोडी सँगै बलियो हुन्छ, बलियो भएर उभिन्छ। हाम्रो वैवाहिक जीवनमा जब हामी बाँध्यौँ, मैले अलिकति एज ग्यापको फरक छ। म अलिकति म्याचुर नै हो, उनी अलिक भर्खरको टिनेज त नभनौँ, अब किशोर अब जवान अवस्था हुनुहुन्थ्यो। र जब हामी विवाह गऱ्यौँ त्यसपछि घरमा अब उमेर कलिलो भएर पनि होला उनलाई कतिवटा कुराहरू गर्नलाई उनलाई सक्थेन। उनले आफ्नो व्यक्त गर्ने कुरा त म हो नि त, उहाँले व्यक्त गर्न सक्थेन। म पनि अब मैले सक्दो उनलाई चाहिँ के भन्थेँ नि, आफ्नो वास्ता फिक्री दिन चाहन्थेँ, कतिवटा कुरा हुन सकेन। त्यसपछि हामीले के गर्यौँ भन्दा हामी त सेवाकाईमा घरदेखि पनि टाढो बुटोलको अवस्थामा थियौँ। अब के गर्ने होला, म आफैलाई दुविधा भयो। त्यसपछि हामी घरमा आयौँ। घरदेखि हामी टाढो अवस्थामा सेवाकाई गर्थ्यौँ। घरमा आउँदै गर्दाखेरि चाहिँ एकजना घर परिवार क्यारेन व्यक्तिहरू हुनुहुन्थ्यो। उहाँहरू चाहिँ नेपालमा सेवाकाई गर्न आउनुभएको र हाम्रै दाजुकोमा रहनुहुन्थ्यो र त्यहाँ धेरै मानिसलाई प्रार्थना परामर्श उहाँले शिक्षा दिनुहुन्थ्यो। जब हामी आयौँ, दाजु घर हाम्रो घर सँगसँगै र हामी आयौँ, पहिलो भेटमा उहाँले प्रार्थनाद्वारा उहाँ यसरी भन्नुभयो, तपाईँको परिवारको जीवनमा चाहिँ केही प्रकारको असमझदारीपना छ, त्यसकारण परमेश्वर हामीलाई देखाउनु भयो। हामीले केही पनि कसैलाई केही भनेका थियौँ। हामी गयौँ, बेलुका साँझ हामी गयौँ, भेट्यौँ। उहाँले यसरी भन्नुभयो, त्यसपछि अब तपाईँहरूको बिचमा सँगसँगै के गर्ने, प्रार्थना गर्दा तपाईँहरू सुत्नु अघि उठ्नु अघि परमेश्वरलाई धन्यवाद दिनु अघि तपाईँहरू के गर्नुहोस्, दुईजनाले आफ्नो हात यसरी दिनुहोस्, एउटाले अर्को माथि हात राख्नुहोस्, तपाईँले दैनिक प्रार्थना गर्नुहोस्। हामीलाई त्यो प्रकारले हामीले भनेका थिएनौँ। हामी त खालि घर परिवारमा रिफ्रेसमेन्ट पनि हुन्छ, घरको परिवारलाई भेट्न हुन्छ, अलिकति सहज होस् भनेर गएको। त्यसरी उहाँले भन्नुभयो
जबदेखि हामीले त्यो प्रकारको प्रार्थना एउटाले अर्कोलाई हात बाँडेर प्रार्थना गर्न थाल्यौँ, हाम्रो वैवाहिक जीवन झन् अझ बलियो असल बन्दै जान थाल्यो। परमेश्वर धन्यवाद भएको होस्। यस कारणले गर्दा म आज दुईजना यो नयाँ दाम्पत्यलाई पनि यो कुरा भन्न चाहन्छु, तपाईँको जीवनमा प्रार्थनामा जहिले तपाईँले एक आपसमा हात बाँधेर प्रार्थना गर्नुहोस्, परमेश्वरले तपाईँको घरलाई असल बनाउनेछ। अब विवाह केवल साथमा बस्ने कुरा मात्र होइन, तर परमेश्वरको मार्गमा सँगसँगै हिँड्ने पनि हो, प्रक्रिया हो। हामी धेरैचोटि हामी मात्र अघि भने नि एक सुताले बाट्यो डोरी चुटिन सक्छ, दुई सुताले के छ आफूले संरक्षण गर्न सक्छ, तीन सुताले चाहिँ अझ बलियो हुन्छ, छुट्याउन सक्दैन भने जस्तै विवाहलाई चाहिँ केवल साथमा बस्ने कुराको रूपमा मात्र नलिकन परमेश्वरको मार्गमा साथसाथै हिँड्ने प्रक्रियाको रूपमा सङ्गतिको रूपमा लियौँ भने त्यो घर अझ असल बन्नेछ। अब धेरै कुरा ल्याउन चाहन्न, घरलाई एउटै कुरोले मात्रै तपाईँ मलाई फरक पार्न सक्छ। म एउटा नेपाली एउटा भनाइले ल्याउन चाहन्छु वा यथापूर्वक कुरा ल्याउन चाहन्छु। एकपटक एउटा असल प्रकारको देखिएको मेलमिलापको घर, शान्तिमा भएको घरको एउटा मान्छे परिकल्पना गरेको देखेको घरको बारेमा ल्याउन चाहन्छु। कतिवटा घरहरू हामी देख्न त्यस्तो हुनसक्छ, तर अन्तको त्यो भ्रम पनि हुनसक्छ। तपाईँ र मेरो सोचाइअनुसार घर पनि नहुन सक्छ। यो किन हुन्छ त भन्ने कुरालाई, साँचो घर हो भने निर्माण भएको घर हो भन्ने कुरालाई कतिचोटि हाम्रो जीवनमा पनि धेरै कुराले अप्ठ्यारो स्थिति आउन सक्छ, दुविधा निर्माण गर्न सक्छ, बाँड्न खोज्छ, तर तपाईँहरू मैले बुझ्नु अति आवश्यक छ। म एउटा कुरा ल्याउन चाहन्छु, यथापूर्वक एउटा घटना ल्याउन चाहन्छु। एकपटक एउटा असाध्यै मिल्ने दाम्पत्यहरू, सबैले कति मिलेको, सबै डाहा गर्थे। एक दिन एउटा मान्छेले के भन्छ नि, तपाईँहरूलाई थाहा छ यो घर कतिको बलियो छ भन्ने कुरा तपाईँ भन्नुहुन्छ, कति मिलेको जोडी हो त? हो। ल त्यसो भनेदेखि म यो घर कति मिलेको सुन्दर जोडी तपाईँले बखान गर्दै गरेको जोडी हो कि न, म जाँच गर्न चाहन्छु। एकपल्ट दुईजना जोडी चाहिँ के गर्छन्, खेतमा काम गर्न गएछन्। त्यतिखेर त्यो मान्छे आएर के गर्छन्, श्रीमतीको कानमा आएर गरेर गएछन्, खोज्दा गएछन्। श्रीमानसित दुवैजना काम गरेका छन्। श्रीमानले भन्न थाल्यो, ए फलानी, अब छोराको नाम छोरीको नाम काट्यो, उनकै नाम काट्यो, के भनेर गयो फलानाले, कानमा आएर खासखुस गर्छ भन्दै गर्दा उनले केही भनेको छैन हो, केही भनेको छैन, मलाई लुकाउँछस् भन्नु त के भनेको, उनले कानमा त खासखुस गरेर गएको। अब दुईजनाको बिचमा ठाकठाक ठुकपुटु भयो, त मलाई कुरा लोकानी नभन्ने। भोलिपल्ट फेरि दुईजना अब जस्तै भने अब श्रीमान छोरीको काममा त जानु पर्यो। गइराखेको बेला फेरि श्रीमानको कानमा आएर खासखुस गरेर फेरि त्यो मान्छे कुलेलाम ठोक्यो। अब श्रीमतीलाई नै लाग्यो, हिजो मैले त केही भनेको भनेको छैन भन्दा तपाईँ नसुन्नु नि, के भन्यो भने त ल भन्नुहोस् त भन्ने प्रकारको फेरि प्रश्न थियो। श्रीमानले भने केही पनि भनेको छैन। श्रीमतीले भने तपाईँले मलाई मात्र त्यो कुरा भन्ने होइन, तपाईँले पक्कै कुरा लुकाउनु भयो। अब त्यहाँनिर चाहिँ त्यो घर पर यस्तो प्रकार कुरा भयो, भद्र समाजलाई डाक्नु पर्ने भयो। भद्र समाजलाई डाक्दै गर्दा त्यो श्रीमान श्रीमती र जसले कानमा खासखुस गर्यो त्यो व्यक्तिलाई डाक्दै गर्दाखेरि के भनेको थियो, तिमीले जस कारण त्यो मिलेको नमुना योग्य घर, असल घर, भाँडी नपुग्यो टुक्री नपुग्यो के भनेको भनेर भन्दै गर्दा त्यो व्यक्तिले के भन्छ, हजुर मैले उहाँहरूलाई केही पनि भनेको छैन, खालि कानमा मैले खासखुस मात्रै गरेको हुँ। मैले यो बहिनीलाई पनि त्यो खासखुस गरेँ, भाइलाई पनि खासखुस गरेँ। सबैले भन्ने गर्थ्यो यो घर त कति मिलेको नमुना योग्य घर भन्थ्यो, के रहेछ भन्ने कुरा मैले आज प्रमाणीकरण गर्न चाहेको थिएँ भनेर चाहिँ भनेका छन्। र त्यसपछि भद्र समाजले पनि केही दोषी छैन, फेरि उनीहरूले आफ्नो जीवनमा आफ्नो घर गृहस्थीलाई असल ढङ्गले चलाएर लगेछन्। प्रियहरू, मैले यहाँ भन्दै गरेको कुरा के भनेदेखि कतिचोटि हाम्रो घर उजाड पार्नलाई दुष्ट दियावलले सानो सङ्खा कुराहरू, अविश्वासका कुरालाई पैदा गर्न सक्छ। त्यो बेलामा तपाईँहरू मैले बुझ्नु अति आवश्यक छ कि तपाईँहरू मैले त्यो कुरालाई इन्कार गर्न सक्यौँ, त्यो कुरामाथि तपाईँहरू मैले दावसाथ उनीहरूलाई धाव गरेर बोल्न सक्यौँ भने मात्रै
हाम्रो घर परिवार टिक्न सक्छ। यति भन्दै फेरि पनि तपाईँको बिचमा यो वचन सेवकाईद्वारा नयाँ दम्पतिलाई यो वैवाहिक सम्बन्धमा बाँधिनु भएको लागि हार्दिक शुभकामना व्यक्त गर्दै र यहाँले यो वचनलाई सुनिदिनु भयो, शिक्षा सुनिदिनु भयो, हामी सबैको लागि यो असल मार्गदर्शक बन्नेछ। यसले हामीलाई उत्साह पक्कै पनि मिलेको कुरालाई म विश्वास गर्दै यो समय बिदा भएर जान चाहन्छु र म हाम्रो सञ्चालक आदरणीय पास्टरज्यूलाई दिन चाहन्छु। हुन्छ, धन्यवाद। जय मसीह।